बुझेर मात्रै सेयर गरौँ। हामी कुनै पनि समाचार वा सामग्री सामाजिक सञ्जालमा सेयर गर्नु अघि एकछिन सोच्ने गर्छौँ त। अबदेखि समाचार वा सामग्री सेयर गर्न हतार नगरौँ, किनकि सामाजिक सञ्जालमा आउने सबै सामग्री सत्य र सही नहुन सक्छन्। खास गरी निर्वाचनको समयमा मिथ्या सूचना फैलने सम्भावना र जोखिम धेरै हुन्छ। कसैलाई हानि नोक्सानी हुने नियत राखेर बनाइएका झुट्टा सामग्री वा सूचना नै मिथ्या सूचना हुन्। त्यस्तै दुष्प्रचारका सामग्री पनि सेयर गर्नु हुँदैन। कुनै पक्षले आफूलाई लाभ र अरूलाई हानि हुने, आम मानिसलाई झुक्क्याउने र जानाजान भ्रामक वा गलत सूचना फैलाउन सक्छ भन्ने कुरा राम्ररी बुझ्नुपर्छ। त्यसै गरी जाति, लैङ्गिकता, धर्म, उमेर, अपाङ्गता वा अपरिवर्तनीय समूहलाई लक्षित गरेर असहिष्णु वा घृणा फैलाउने खालका सामग्री अर्थात् द्वेषपूर्ण अभिव्यक्ति पनि सेयर गर्नु हुँदैन। त्यति मात्र होइन, एआई प्रयोग गरेर बनाइएका डिपफेक सामग्री, भ्रम फैलाउने समाचार, सनसनीपूर्ण शीर्षक र तस्बिर राखेर बनाइएका क्लिकबेट सामग्री चिनेर सेयर गर्नु हुँदैन। कुनै पनि सामग्री सेयर गर्नु अघि स्रोतको खोजी गर्ने बानी बसाल्नुपर्छ। स्रोत नबुझी सेयर गरिने गलत सामग्री र सूचनाले कयौं मतदातालाई भ्रममा पार्न सक्छ, कुनै उम्मेद्वारको छवि बिगार्न सक्छ र अन्ततः लोकतन्त्र नै कमजोर बनाउन सक्छ। उदाहरणको लागि कुनै उम्मेद्वारको उम्मेदवारी रद्द भएको सूचना फैलिएको छ भने त्यसलाई सेयर गर्नु अघि निर्वाचन आयोगको वेबसाइट वा आयोगका सामाजिक सञ्जाल पेजहरू हेर्नुपर्छ। आयोगका आधिकारिक व्यक्तिले पुष्टि गरेका छन् कि छैनन् अनि यसबारे स्थापित र भरपर्दा सञ्चार माध्यमले लेखेका छन् कि छैनन् भन्ने पनि हेर्नुपर्छ। अरू धेरैले सेयर गरेका छन्, कयौं लाइक कमेन्ट आएका छन्, यो सूचना साँचो नै होला भन्ने लागेर सेयर गरिहाल्दा भ्रामक जानकारी फैलिन सक्छ। किनकि भाइरल र सत्य फरक विषय हुन्। निर्वाचनको बेला डर, रिस, निराश, आशंका, हतार जस्ता भावना जगाउने सामग्री फैलाएर हामीलाई सेयर गर्न बाध्य पारिन्छ। यही बेला नै गलत सूचना सबैभन्दा छिटो फैलिन्छ। आफ्नो भावना नियन्त्रण गरेर सही र गलत जानकारी छुट्याउनको लागि सेयर गर्नु अघि केही सेकेन्ड पर्खने अभ्यास गर्नुपर्छ। यो पोस्टले मलाई किन रिस, डर वा हतार बनाइरहेको छ, मैले किन सेयर गर्ने भनेर आफैलाई प्रश्न सोध्ने बानी बसालौं। निर्वाचनमा मत हाल्ने हरेक मतदाताको नैसर्गिक अधिकार भए जस्तै सही सूचना सेयर गर्नु पनि हामी सबैको दायित्व हो।